हेलो दर्शक नमस्ते सबैजनालाई। सधैँ आरामै हुनुहुन्छ होला। आज म एउटा कुरा भन्दैछु, कान खोलेर सुन्नु है। अनि सधैँ खाना पकाएको, यहाँ गएको त्यहाँ गएको कति भिडियो हाल्नु भनेर आज चाहिँ एउटा आफ्नै बोलीबाट केही कुरा भन्न मन लाग्यो। सबको लाइफमा भएको कुरा हो, त्यही भएर मलाई भन्न मन लाग्यो कि त्यही भएर भन्दैछु। तर कसैलाई राम्रो लाग्न सक्छ, कसैलाई नराम्रो पनि लाग्न सक्छ है। के भनेपछि मान्छेहरूले मान्छेहरूको सोच कतिसम्म गिर्दो रहेछ के। भर्खर बुझेँ, मैले पनि थाहा थिएन मलाई पहिला यो कुराहरू थाहा हुन्थेन। भए पनि म पहिला यति धेरै सोच्थेन कि, थिङ्क गर्थेन, सोच्थेन कि यस्तो उस्तो यताउता भनेर सोच्थेँ। अब थाहा पाएँ कि मान्छे कस्तो हुँदो रहेछन् भनेर। त्यही भएर मान्छेहरू भएको हेर्न चाहन्नन्। तिमीहरूले कमाएको, तिमीहरूले खाएको, तिमीहरूले लगाएको, तिमी राम्रो ठाउँ गएको, तिमीलाई राम्रो भएको, चाहे राम्रो कुराहरू हेर्न चाहन्नन्। तर तिनीहरू को हुनु चाहिँ आफ्नै मान्छे हुन्। फेरि आफ्नैले पनि त्यस्तो सोच्छन् के। त्यही भएर मान्छेको अगाडि कहिले पनि मलाई यस्तो भएको छ भनेर रुनु हुँदैन। तर म पनि रुन्थेँ, अझै पनि रुन्छु। म आफूलाई यति कन्ट्रोल गर्न खोज्छु कि यति कन्ट्रोल होइन, मैले यस्तो गर्नुपर्छ, यो गर्ने होइन, यो गलत हो। तैँले आफूलाई बलियो बनाउनु पर्छ, तैँले यस्तो गर्नुपर्छ, तँ यस्तो हो तर यस्तो होइन भन्ने गर्छु। तर यो कुरा आफूले यति बलियो बनाउनु पर्छ क्या। मान्छे जबसम्म तिमीहरूको स्वार्थ लुट्न पाउँछन्, तिमीहरूदेखि केही कुराको अपेक्षा राख्छन्, तबसम्म आफ्नो 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 भन्दा रहेछन्। अनि जब तिमीहरूसँग केही छैन है, केही छैन भने चाहिँ अनि त्यस्तो हलानु फलानु भन्दा रहेछ। भन्छन् पनि, भनेका पनि छन्। सबभन्दा दुश्मन त आफ्नै हुँदो रहेछन्। म त पराइको कुरा गर्थेँ नि, अर्काको कुरा गर्थेँ मै। त्यो मान्छेले मलाई सम्झेन, त्यो मान्छेले मलाई याद गरेन भन्थेँ। तर सबभन्दा दुश्मन आफ्नै हुँदो रहेछन् कि। त्यही भएर गाइज, जसले जे भने पनि आफू हिम्मत राख्नु, आफू बलियो हुनु, आफूले गरेर देखाउनु। मैले यो गर्नु छ, मेरो लागि हो, तिनीहरूको लागि त होइन। त तिनीहरू त के हो, के गर्छन्, के भन्छन् भन्ने कुरा सुनेर हुन्छ र भने। तिनीहरू कुरा सुने त अनि भन्नेका मान्छेका कुरा सुनेर मुख लागेपछि त जिन्दगी गयो डामाडोल। त्यही भएर आफू बलियो हुनुपर्छ गाइज। कस्तो लाग्यो है मेरो कुरा? एकदम राइट हो कि राइट होइन कमेन्ट गर्नु है। म यस्तो धेरै भन्दै जान्छु। राम्रो भएपछि राम्रो कुरा भन्छु, अझै कुरा सेयर गर्छु। मैले भोगेको कुराहरू, मैले देखेको कुराहरू। यदि राम्रो होइन भने राम्रो होइन भन्नु ल कमेन्ट बक्समा गएर गाइज।